गोल्ड मार्केट नेपालको एउटै चाहना अबको सुन चाँदी व्यवसायको भविष्य के र हामीले गर्नुपर्ने के भन्ने सोचका साथ हामी अगाडि बढेका छौँ। तपाईँले भन्नुभयो युवाहरू छैनन्, रोजगारी छैन, जसले गर्दाखेरि सबै व्यवसाय धराशायी भएको छ। के अब यो हामी युवाहरू मात्र नभएर हो कि हाम्रो कारण हो कि यहाँ खास निचोड भन्नु भित्री कुरा चाहिँ के छ तपाईँको नजरमा के छ? यस्तो छ, सर्वप्रथम त हाम्रो व्यवसाय किन यस्तो अप्ठ्यारो परिस्थितिमा आयो भन्ने कुरातिर हामी जाँदाखेरि के बुझ्नुपर्छ भन्दाखेरि हाम्रो व्यवसायप्रति कति लगनशील छौँ होइन भन्ने कुरालाई पनि हामीले हेरेर राख्नुपर्ने हुन्छ। अहिले त यहाँ त मुख्य कुरा के छ भन्दै व्यवसाय प्लान हुने आफ्नो ठाउँमा चाहिँ के कारणले प्लान भयो भन्नेतिर हामीले चिन्तन गर्नुपर्छ भन्ने कुरा भयो। अब प्लान के कारणले हुँदैछ, अब यसलाई कसरी हामीले चाहिँ हाम्रो व्यवसायलाई यसलाई आत्मनिर्भर बनाउँदै होइन यसलाई चाहिँ कसरी सुरक्षित व्यवसाय बनाउन सकिन्छ भन्नेतिर हामी कसरी लाग्न सकिन्छ भन्ने कुरा हो। यसमा त मुख्य कुरा के भयो भने जसले चाहिँ थोरै धेरै पैसा कमाएको छ उसले चाहिँ आफ्ना छोराछोरीहरूलाई चाहिँ बाहिर पढ्नको नाममा बाहिर पठाउने होइन, बाहिर पठाउने क्रियाकलाप एकदमै बढी छ। अब जो चाहिँ यहाँ पढाइमा कमजोर भएर बसेका छन् उनीहरू फेरि अब गल्फ कन्ट्री लगायतका चाहिँ अन्य कन्ट्रीमा जाने, अनि त्यो भएका कारणले त यहाँ के देखिन्छ भन्दाखेरि हाम्रो व्यवसाय नै 100% रूपमा चाहिँ यो प्लान भएर यो व्यवसाय नै चाहिँ एक किसिमले हाम्रो हातबाट चाहिँ सकिने विस्थापित हुने र अन्यले चाहिँ यसलाई फेरि जोगेर्ना गर्ने जस्तो अवस्था देखा परेको छ। यसले गर्दा सबभन्दा पहिला हामीहरू जुन खालको चाहिँ एउटा हाम्रो पुर्खाले हामीलाई हस्तान्तरण गरेको चाहिँ एउटा व्यवसाय हो जसले चाहिँ हजारौँ दुःख तकलिफ सहेर पनि यो व्यवसायलाई यहाँसम्म बचाएर ल्याएर आज चाहिँ तपाईँ हाम्रो एउटा पुस्तामा आइपुगेको छ होइन। तपाईँ हाम्रो पुस्तामा आउँदाखेरि हामी यो व्यवसायप्रति कति लगनशील भयौँ, त्यसलाई कति चाहिँ अब हामीले समर्थन गर्न सकिन्छ भनेर भन्नुभन्दा पनि आफैमा महत्त्वकांक्षी भएर मलाई भयो भने अब नेक्स्ट पुस्तालाई चाहिँ चाहिँदैन भन्ने जस्तो खालको चाहिँ एक किसिमको चाहिँ केही देखिएको छ यो बजारमा। यो अत्यन्तै दुःखद कुरा हो, किनभने जबसम्म चाहिँ यो व्यवसाय हामी रहन्छौँ तबसम्म हामीले बचाएर हामीले पनि नेक्स्ट पुस्तालाई चाहिँ फेरि उसलाई पनि गरिखाने एउटा व्यवसाय हामीले चाहिँ दिनुपर्ने हुन्छ। त्यो चाहिँ हुन नसकेको कारणले गर्दाखेरि पनि अहिले व्यवसायमा एक किसिमको जुन मौलिक ढङ्गबाट आएको हाम्रो सिप कला ज्ञानहरू धरापमा परेको अवस्था छ होइन। 40-45 सालभन्दा अगाडि झन्डै 50 सालको आसपास आइपुग्दा पनि यहाँ विदेशी कालीगढहरू थिएन, यहीँ हाम्रै स्वदेशको चाहिँ कालीगढहरू जो थिए उहाँहरूले चाहिँ काम गरेरै यहाँको चाहिँ एउटा चाहिँ बजार चाहिँ धानिरहेको थियो। अब त्यो बेलाको चलन चल्ती अनुसारको होइन गहनाहरू बनाएर उपभोक्ताको चाहिँ आवश्यकता पुरा गरेकै हो।